के बाबा छोरा चाहिँ अगाडि के गर्ने हो त? न त यहाँ अलैँची लाउने नै होइन होला, पाउलो बनाउनुको लागि होला। यो सबै चियाबारी चिया अनि हाम्रो चाहिँ त आमा हुनुहुन्छ। आयो भाइ बोक्नु न हौ, हातै गालो अघि पनि सुतेर। नमस्ते साथीहरू, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो न्यू भिडियोमा। आज चाहिँ तपाईँहरूलाई मैले एकदम हामी चाहिँ घुम्नु आएको। त्यो त एकदम अगाडि आउँछ। यहाँ किन छोडेको त? अनि हामी चाहिँ बुढाबुढी त्यो भेष लाउने नि। हामी चाहिँ धेरैजना दुई गाडीमा आएको छौँ। आयो भाइ बोक्नु न हौ, हातै गालो अघि पनि सुतेर। यस्तो छ। के गर्ने हो त? न त यहाँ अलैँची लाउने नै होइन होला, पाउलो बनाउनुको लागि होला। यो सबै चियाबारी चिया अनि हाम्रो चाहिँ त आमा हुनुहुन्छ। बाटो भने चाहिँ यो पिच सज भयो भने झन् राम्रो हुने रहेछ। यस्तो कहाँ थियो त पुरी हामी आउँदा? हेर्नु न, यस्तो छ पुरा। है यो पार्कको नाम चाहिँ हिरक पार्क। अनि आज चाहिँ हामी फर्स्ट टाइम नै हो। हाम्रो चाहिँ घरबाट आउनुको लागि एक दुई घन्टा लाग्छ, त्यति पनि लाग्दैन, 1.5 घन्टा जति। घुम्ने मान्छेहरू चाहिँ एकदम खादबारी चिचिला यो सबै ठाउँबाट आउने रहेछ। अब म देखाउने छु तपाईँहरूलाई कस्तो छ भन्ने कुरा। हावा भने चाहिँ यस्तो मस्ताको आउने रहेछ नि। ल हेर्नुहोस्, लु हिँड्नु होला सबैजना। बाबा छोरा चाहिँ यति धेरै आउनु मान्छे। बाबा छोरा चाहिँ अगाडि। साथीहरू, अब चाहिँ हामी चाहिँ फर्किन आँटेको। एकदम रमाइलो भयो हिरक पार्कमा। अब फेरि अर्को झर्नातिर नि जाने भन्ने कुरा छ। अब चाहिँ हुनेछ। के भयो अरे? अब चाहिँ हामी फर्केको। यो कर्समा फोटो खिच्ने भयो, खिच न यसबाट छ। अब चाहिँ फर्केको। आँखै दुख्यो, खाना पनि खाएको छैन। साथीहरू घुम्नु जानुको हतारले जानुको हतार भन्दा नि गाडी आइसकेको थियो नि त। अनि त्यसपछि खानै नखाए, आँखै दुखिरहेको छ। घुम्ने ठाउँ चाहिँ एकदम रमाइलो छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। यहाँ उतोतिर गर्मीमा हुनुहुन्छ भने चाहिँ आउनु सक्नुहुन्छ तपाईँहरू फ्रेस एयर खानको लागि। अब चाहिँ हामी अर्को झर्नातिर पनि जानुको रहेछ। के हुन्छ हेरौँ है। यो भित्र पनि छ है फेरि घुम्ने ठाउँ चाहिँ। ब्लर देखिरहेको छ पुरै मलाई अघि। ओके।